भित्री रूपमा बालेनले सपोर्ट गर्छन् हामीलाई गर्नुहुन्छ पक्का हो हेलिकप्टरबाट भाग्ने पनि अवसर दिँदैन उहाँहरूलाई भन्न चाहन्छु चौतर्फी जनताहरू उहाँहरूको घर घरमा जान्छन् लाठी मुङ्ग्रो लिएर भनेको मानेनन् भने अब पनि यो राजाको शासन पद्धति चाहिँ दिएनन् भने लाठी मुङ्ग्रो लिएर जहाँ जहाँ उहाँहरू छन् कुन कुन ठाउँ बस्छन् उनीहरूको बालुवाटार त्यसपछि उहाँको पर्सनल ठाउँ कहाँ बस्छन् ती समात्छन् जनताहरूले अब सिंहदरबार बालकोट अनि त्यसपछि बुढा नीलकण्ठ अनि त्यसपछि कुमलटार 4 ठाउँमै पुग्छन् जनताहरू पुरै यो रिङ रोड घेरेर बसेका हुन्छन् जनताहरू त्यतिखेर च्यापे पार्छन् तिनकुनेको जस्तै गरेर चाहिँ घुटपाइस गरे भने अनि त्यतिखेर सिद्ध्याउँछौँ हामी तिनीहरूलाई त्यतिखेर तिनीहरूलाई सिद्ध्याउँछौँ हामीले हाम्रा कार्यकर्तालाई त्यस्तो ट्रेनिङ दिएको छौँ हामीले श्रीलङ्का गते तपाईहरुले आधी बेरी ल्याउनुहुन्छ आधी बेरी अन्तिम हो यो 15 गते चाहिँ हामीले आधी बेरी ल्याउने यो के भन्ने अब यो गणतन्त्र हुन्छ 15 गते देशमा 100% हुन्छ उथल सिद्धिन्छ गणतन्त्र सिद्धिन्छ अब चाहिँ हामी सरेन्डर गऱ्यौँ भन्नुभयो भने चाहिँ आनन्दसँगले उहाँहरूलाई चाहिँ नेपालमै बास बालबच्चा छोराछोरी नेपाली नै भएर बाँच्न पाउनुहुन्छ उहाँहरू भन्न चाहन्छु होइन भने के हुन्छ होइन भने त अब श्रीलङ्का बङ्गलादेश त्यही नै हुन्छ बालेन त आउनै पर्छ अनि मात्रै उहाँलाई कम्फर्टेबल हुन्छ उहाँ जस्तो नेता उहाँ जस्तो काम गरौँ भने भित्रको ऊर्जा भएको एउटा निष्ठावानलाई चाहिँ काम गर्न सजिलो चाहिँ राजतन्त्रै आउनुपर्छ बाहिरतिरबाट पनि एकदम सपोर्ट छ अहिले राजालाई बाहिरको मिडियाले पनि धेरै सपोर्ट गरेको छ अहिले राजतन्त्रलाई राज संस्थालाई अहिले यो संयुक्त जनआन्दोलनलाई सपोर्ट गरेको छ भनेपछि राजा आउँछ देशमा राजा 100% आउनुहुन्छ 1 2 3 आउनुहुन्छ ल एकदम माता रानीको कृपा दुर्गा माताको कृपा हामी अहिले यहाँ हामी यो मन्दिरमा बसेका छौँ यो मन्दिरले पनि अब चाहिँ राजतन्त्र आउनुपर्छ है यो मन्दिरका देवी देवताले पनि पुकारेका छन् के अब चाहिँ काठमाडौँका देवी देवता जति छन् र हाम्रो यो भूमि छ नि नेपाली भूमिले पनि अब चाहिँ अत्याचार भयो अब चाहिँ आउनुपर्छ भन्ने सोचेका छन् छक्कै परियो के एउटा साधारण झोला बोकेको मान्छे बकैदा त्यहाँ जान्छ भिजिट भिसाको लाउँछ इमिग्रेसनले थपक्क नै छिराइदिन्छ है अनि रमेश लेखकलाई पैसा बुझाउँछ क्या यहाँ ल देश कहाँ पुग्यो ल हेर्नुहोस् त कहाँसम्म हाम्रा नेपाली दाजुभाइहरू बेचिएका रहेछन् त केही पनि नगर्नु नपर्ने सिधै अब एयरपोर्टमा जाऊ इमिग्रेसन सेटिङ गर बाहिर जाऊ इजी सजिलो अनि पैसा कुम्ल्याऊ पार्टीगत हिसाबले अब रमेश लेखकले कति थरीलाई बाँडे त रमेश लेखक मात्रै त होइन नला बाँड्ने त सचिवले त डाइरेक्ट भनिरहेका छन् कनेक्सन नभए कसरी हुन्छ त बाँडीचुडी होला नि त तोर कतिसम्म पुग्छ प्रत्येक दिनमा असुलेको रकम हेर्नुहोस् न त्यहाँ कति दिनदेखि उठायो होला नि त यिनीहरूले रमेश लेखकको पालादेखि उठायो भने कति भयो उहाँ भएको गृहमन्त्री भएको कति भयो रमेश लेखक अनि ओलीले बालेनलाई सिंहदरबारमा खोजे बालेनलाई भेटेनन् त्यसपछि चाहिँ यो गणतन्त्र उबाट निकाल्दिनु भनेर निर्देशन दिए यस्तो हो उहाँ त अब यस्तो हो बालेन चाहिँ निष्ठावान व्यक्तिमा गन्छु क्या म मेरो सन्देश पल पलको सन्देश विशेष चाहिँ कार्यक्रम के थियो भने नागपोखरीबाट चाहिँ हामीले यो पर्चा 15 गतेको पर्चाको घर दैलो जस्तो कार्यक्रम गरेका थियौँ त्यो सुरुवात गर्दै अन्त चाहिँ हामीले यो राजदरबारको गेटमा बाँडेर फेरि यहाँ आएर समापन गर्दैछौँ एकदम पूजाआजा सहित अब हिन्दू राष्ट्र स्थापना हुनुपर्छ राज संस्था जसरी पनि ल्याउनै पर्छ भनेर चाहिँ अन्तिममा चाहिँ यहीँ जुन हाम्रो यहाँ मन्दिरमा आएर चाहिँ गोरखकाली मन्दिरमा आएर चाहिँ हामीले शक्ति मागेर चाहिँ हाम्रो सफल होस् यो अभियान भन्ने शक्ति मागेर यही समापन गर्दैछौँ गोरखनाथको दर्शन पाउनुभयो गोरखनाथको दर्शन पाउनुभयो के भन्नुहुन्छ उहाँले गोरखनाथले चाहिँ अब यो अन्तिम धक्का हो सबै नेपालीहरू एकजुट भएर धक्का दियो भने अवश्य सफल हुन्छ भन्नुभएको छ सबै नेपाली दाजुभाइ दिदीबहिनी 77 जिल्लाबाट पालिदिनुहोस् एकचोटि चाहिँ धक्का दिउँ यो गणतन्त्र फाल्नलाई भन्दछौँ हामी त्यही भएर आऊ अन्तिम धक्का भन्दा दुर्गा प्रसाद अन्तिम हुँदा पुगे होइन त्यस्तो मूर्ख किसिमको धक्का हामी दिँदैनौँ नि त शान्त आनन्द हामी उभिएरै काठमाडौँ ठप्प पार्ने योजनामा छौँ उभिएरै सबै जनताहरू आउँछौँ छाता ओढ्छौँ हामी छाता पनि हामीले एक एकवटा बोकेर हिँडेका छौँ आज छाता ओढेर सबै जनताहरू बसेर वरिपरि सबै कति 20-30 लाख जनता आयो भने त लगभग ठप्प भइहाल्छ काठमाडौँ
त्यो किसिमको अभियान हो यो त्यही भएर तपाईँहरूको अध्यक्षले प्रधानमन्त्री हेलिकप्टर लिएर तयार भएर बसी हुन्छ भन्नुभयो त्यही हो उहाँले शान्त हिसाबले आनन्दले स्वीकार गर्नुभयो आफ्नो गल्ती भने हेलिकप्टर लिएर भाग्नु नि पर्दैन तर स्वीकार गर्नु भएन भने चाहिँ भाग्नुपर्छ भन्नुभएको उहाँले भाग्नसम्म दिन्छौँ हामी त्यति निर्दयी पनि छैन भन्नुभएको छ नि त भाग्न हो त्यही हो भाग्नसम्म हामी दिन्छौँ भनेको कारण चाहिँ त्यही हो श्रीलङ्का गते तपाईँहरूले आधी बेरी ल्याउनुहुन्छ आधी बेरी अन्तिम हो यो 15 गते चाहिँ हामीले आधी बेरी ल्याउने यो के भन्ने अब यो गणतन्त्र हुन्छ 15 गते देशमा 100% हुन्छ उथल सिद्धिन्छ गणतन्त्र सिद्धिन्छ होइन नि त्यो चाहिँ हुँदैन तिनकुने जस्तो कस्तो भने तिनकुने अलिकति मूर्ख किसिमको आन्दोलन भएको थियो जुन रणनीति अपनाएर सबै चिज अपनाएर चाहिँ हामी तिनकुनेको आन्दोलन त्यो किसिमको गरेको भए सफल पनि हुन्थ्यो तर त्यो किसिमको भएन अलिकति बिचबिचमा घुटपैठ पनि भयो त्यस कारणले पनि असफल भयो अहिले राजाको बारेमा राज संस्थाको बारेमा जसले बोल्छ उसलाई खोजी गणतन्त्रका राजाहरूले थुनिरहेको अवस्था छ तपाईँलाई डर छैन डर हुने भए हामी यसरी खुल्लमखुल्ला अघि राजदरबारमा हामीले पर्चा बाँडेर आएको छौँ खुल्लम के भन्छ फ्री ठाउँमै नागपोखरीमा पुलिस चौकी ती नजिकै छ राजदरबारमा ती अगाडि नै थियो हामी महिला दिदीबहिनीहरू छ यो राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन बागमती प्रदेशका दिदीबहिनी सम्पूर्ण दिदीबहिनीहरू भेला भएर चाहिँ पर्चा बाँडेर हिँडेका छौँ हामीलाई डर छैन के भन्नुभएको छ उहाँहरू नजिकै हुनुहुन्छ सुरक्षाकर्मीहरू उहाँहरूलाई यो गतिविधि गर्न पाइँदैन भन्नुभएको छैन हेरिराख्नु भएको छ उहाँहरू परबाट यसो दृष्टि लगाएको जस्तो लागेको थियो हामीले बाँडिराख्यौँ हजुर 15 गतेको आन्दोलनलाई लिएर देशका चाहिँ नि प्रधानमन्त्रीदेखि सबैजना लगभग खुट्टा कमाइसकेको अवस्था छ डराइसक्नु भएको छ होइन हामी चाहिँ नि यसलाई ख्याल ठानेको छैनौँ भन्नुभएको छ उहाँहरूलाई के भन्नुहुन्छ उहाँ ख्याल छैन भन्ने जस्तो यस्तो भयो डराएको छैनौँ उहाँहरू लगभग अब भित्रभित्र त आत्तिनु भएको छ क्या उहाँहरूलाई अब हाम्रो चाहिँ विनम्र अनुरोध छ नेपाली जनता अब विशेष मेरो तर्फ र हाम्रो बागमती प्रदेशको तर्फबाट सम्पूर्ण महिला सङ्गठनको तर्फबाट र यो अभियानको तर्फबाटै नै भन्नुपर्छ आनन्दसँगले उहाँहरूले हिजो गरेका गल्तीहरूलाई स्वीकार गरेर अहिले पनि समय छ नि त अझै हाम्रो 15 गते आउनलाई अझै बाँकी छ नि त आज भर्खर कति गते हो आज 8-9 गते होला होइन अझै 4-5 दिन बाँकी छ 4-5 दिनमा सल्लाह गरौँ उहाँहरूको 3 टाउकेहरू मिलेर सल्लाह गरेर चाहिँ ल अब सकिएन अब चाहिँ हामी सरेन्डर गऱ्यौँ भन्नुभयो भने चाहिँ आनन्दसँगले उहाँहरूलाई चाहिँ नेपालमै बास बालबच्चा छोराछोरी नेपाली नै भएर बाँच्न पाउनुहुन्छ उहाँहरू भन्न चाहन्छु होइन भने के हुन्छ होइन भने त अब श्रीलङ्का बङ्गलादेश त्यही नै हुन्छ किन नआउनु आइहाल्छ नि नआउने भएको धम्की तपाईँको चेतावनी के हो यो हाम्रो चेतावनी होइन विनम्र अनुरोध भन्छु म यसलाई चेतावनी भन्नु हुँदैन अनुरोधै हो अब सकभर हामी अलिकति धार्मिक आस्था भएको मान्छेहरू छौँ सुरुमा हामी एकैचोटि चाहिँ अनुरोध त गर्ने हो नि त आइदिनुहोस् आफूले हिजो गरेका गल्तीहरूलाई चाहिँ स्वीकार गर्नुहोस् हजुरहरूलाई हामीले नेपाली जनताहरूले 30 वर्ष शासन गर्न दिए 30 वर्षसम्म यहाँहरूले गरेर केही पनि भएन हाम्रै पालाको हेर्दा नि पञ्चायती व्यवस्था पनि हेऱ्यो बहुदल व्यवस्था हेऱ्यो अनि गणतन्त्र व्यवस्था हेरियो अनि अहिलेको लोकतन्त्र हेऱ्यो 4टा व्यवस्था हेर्दा कुन चाहिँ व्यवस्था राम्रो त अन्तिममा त पञ्चायती व्यवस्था ठिक रहेछ भन्ने कुरा आयो के राजाले शासन गरेकै व्यवस्था चाहिँ ठिक रहेछ जस्तो भयो के त्यो लगभग हामी जतिको महिलाहरूले हामी जतिको जेनेरेसनले थाहा पाइसके क्या हजारौँ छोटे राजा एउटा बढी राजा ठिक हो एउटा बढी राजा ठिक हो कसरी ल हजारौँ छोटे राजा भएर चाहिँ देशलाई भ्रष्टाचारको दलदलमा फसाए एउटा काम मात्रै गर्दा ल अहिले हाम्रो एयरपोर्ट हाम्रो पोखराको विमानस्थलको मात्रै गर्दा पनि 10 खर्ब चाहिँ अर्ब चाहिँ लगभग त्यहाँ भ्रष्टाचार भएको देखिन्छ एउटा प्रोजेक्टमा भनेपछि नेपालमा कतिवटा प्रोजेक्ट होला नि त हैन यहीँको अध्यागमन विभागमा हेर्नुस् न तपाईँ पनि के भटाइकी सरकारी हिजो महासचिव सचिव सहसचिव कि कसलाई पक्रियो लगभग उहाँले चाहिँ हाम्रो लेखकले चाहिँ सर्व गरेर अन्त सारिसक्नु भएको छ तर त्यहाँ पनि रमेश लेखकलाई पनि प्रत्येक दिन 50 लाख चाहिँ बुझाउने गरेको रहेछ भन्ने हिजो तथ्याङ्क बाहिर आइरहेछ त त्यति भ्रष्टाचार छ यति मात्रै एउटा मात्रै प्रोजेक्टमा लगभग 50% 70% भ्रष्टाचार छ 30% मात्रै काम छ क्या काम गरेको देखिन्छ त्यो पनि सफल नाइकेहरू त्यही पनि समयमा सकेको हुँदैन नाइके अहिलेका सबै गणतन्त्रका जति नेताहरू छन् नि ती नेताहरू सब
सबै नै छन् नाइके नाइके भ्रष्टाचारका नाइके। राम्रो काम पनि गरेका छौँ भन्नुभएको छ। उहाँहरूले राम्रो काम गरेको त मूल्याङ्कन जनताहरूले देखिहाल्थे नि, किन देखेनन् त? शिक्षित जनताहरू पनि त छन् नि हेर्ने, शिक्षित जनताहरूले देख्थे त, किन देखेनन् त? भनेपछि अब देशमा आँधीबेहरी ल्याउनुहुन्छ आन्दोलन? आँधीबेहरी आन्दोलन अब अहिलेसम्म आँधीबेहरी पनि नभनौँ, साधारण तरिकाले नै हामी 15 गते आनन्दले ठप्प पार्ने हिसाबले नै जान्छौँ। लाठी मुङ्ग्रो बोकेर डाङडाङ र दुङडुङ गरेर चाहिँ हामी जानेवाला छैनौँ। आनन्द छाता बोक्छौँ हामी, हाम्रो छाता अभियान हो, एउटा छाता बोक्छौँ उभिदिन्छौँ। त्यो किसिमको आन्दोलन हुन्छ हाम्रो शान्तिपूर्ण। तर यदि शान्तिपूर्ण आन्दोलन गर्दा गर्दै यहाँ चाहिँ नि दायाँ बायाँ हुन्छ भने तिमीहरू भाग्ने ठाउँ पनि पाउँदैन भनेर भन्नुभएको छ। अब होइन, गुटपैठ गर्नु भएन, शान्त किसिमको आन्दोलनलाई स्वीकार गर्नु पर्यो। उहाँले अब जनताले यही नै चाहे हामीले दिउँ भनेर उहाँहरूले पनि सोच्नु पर्यो नि त। अहिलेका गणतन्त्रवादीहरूले सोच्नु पर्यो, शीर्ष नेताले सोच्नु पर्यो। जस्तो माओवादीका प्रचण्ड भए, केपी ओली भए, शेरबहादुर देउपा भए, यी तीनटा नेताहरूले चाहिँ सोच्नु पर्यो नि त। होइन, उहाँहरूले भन्नुभएको छ जहाँ राजावादीले आँखा उठायो भने आँखा चाहिँ बन्द गरिदिनु भनेर त उहाँहरूले कमजोर नसोचे पनि हुन्छ। अब चाहिँ प्रचण्डले हिजो 15 वर्षका युवाहरूलाई चाहिँ आँखा जे होस् अब हाम्रो शासन आयो भने हामी यहाँहरूलाई रोजगारी दिन्छौँ, विदेश जानु पर्दैन, यहाँ विभिन्न थरीका प्रबोलनहरू बनाएर ल्याए जस्तो चाहिँ होइन। अब चाहिँ अब उहाँहरूले आँखा घोचे भने उल्टै आँखा घोच्छन् जनताहरूले। अब चाहिँ जतिजना उभिन्छन् 15 गते जतिजना आउँछन् 77 जिल्लाबाट, त्यति कार्यकर्ता भयो भने पनि हामीलाई पुग्छ। कार्यकर्ता प्लस एउटा घरबाट प्रति बिलामी छाने त जेलभित्रै छन्, उहाँलाई कुह्याउने चाहिँ नियत छ नि त उहाँहरूको। रवि लामी छाने चाहिँ बाहिर नआओस् भन्ने नै नियत भएका छन् होला सायद स्वतन्त्र पार्टीका, नत्र भने एक्सेप्ट गरेर आउनु पर्थ्यो क्या। यदि उहाँहरूले रवि लामी छानेलाई माया गर्ने यो नीति चाहिँ गलत छ, उहाँलाई न्याय दिनुपर्छ जस्तो लाग्थ्यो भने उहाँहरूले सपोर्ट गर्नुहुन्थ्यो यो आन्दोलनलाई। सपोर्ट गर्नु भएन, त्यो चाहिँ अलिकति बेठिक हो। सपोर्ट गरेर आउनु पर्थ्यो। यो व्यवस्थै खराब छ त, अवस्था सपार्न त व्यवस्थालाई नै ढालिदिनु पर्यो नि त। उहाँहरू नै आउन चाहनुहुन्न भने ठिक छ, उहाँहरूलाई यही व्यवस्थामा बसेर नै उहाँहरूलाई न्याय मिल्छ भने ठिक छ। अब हामी यसलाई के भन्नु, त्यो लड्ने गोरु, भिरबाट लड्ने गोरुलाई चाहिँ राम राम भन्न सकिन्न नै भन्छौँ हामी चाहिँ। त्यो चाहिँ हल्ला मात्रै होला, भित्र चाहिँ जुन राजदरबारभित्रबाट चाहिँ सचिवालय दिएको जानकारी अनुसार चाहिँ भेट भएको छैन पनि भन्ने आएको छ। तर भित्री रूपमा रणनीति पक्कै बन्दै होला। होइन होइन, एमाले चालेको चालै होइन, बालेनले कहाँ टेर्छ त? अब एमालेलाई टेर्दैन नि बालेनले। राजावादीले पनि होइन यो चालेको चाल, तर भित्री रूपमा बालेनले सपोर्ट गर्छन् हामीलाई। गर्नुहुन्छ पक्का हो। अनि उहाँले सपोर्ट गर्ने भयो त फेरि ऊ काट्नुहुन्न थियो होला नि त पत्र। अनि पत्र काट्नुपर्ने चाहिँ अलिकति स्टडी अलिकति कम भएको होला उहाँको जस्तो लाग्छ मलाई। त्यतिखेर चाहिँ जुन सचिवालयभित्रको स्टडी छ नि, त्यो स्टडी चाहिँ अलिकति कम भयो जस्तो लाग्छ मलाई त्यतिखेर। अब सुनिता डङ्गोल वडा अध्यक्ष सबैले घेराबन्दी गरियो भन्ने कुराहरू आएको छ, के भन्नुहुन्छ? अब यही घेराबन्दीले उहाँलाई काम गर्न अलिकति समस्या चाहिँ पारेका छन्। त्यही समस्यालाई समाधान गर्नकै लागि पनि अब बालेनजी चाहिँ हाम्रो तर्फबाट आउनै पर्छ जस्तो लाग्छ। उहाँलाई काम गर्न एकदम स्वच्छ तरिकाले काम गर्न दिएन, बालेन त आउनै पर्छ। अनि मात्रै उहाँलाई कम्फर्टेबल हुन्छ, उहाँ जस्तो नेता, उहाँ जस्तो काम गरौँ भन्ने भित्रको ऊर्जा भएको एउटा निष्ठावानलाई चाहिँ काम गर्न सजिलो चाहिँ राजतन्त्रै आउनुपर्छ। अनि मात्रै सस्तो हुन्छ। वडा अध्यक्ष काङ्ग्रेस एमालेको वडा अध्यक्षले घेराबन्दी पारियो होइन, समितिमा राखेको नि टेर्न छोडे भन्ने कुराहरू आएको छ, भ्रष्टाचारको दलदलमा फस्यो मानव भन्ने कुरा आएको छ। यस्तो छ, भ्रष्टाचारको दलदलमा त कहाँ चाहिँ छैन त ल भन्नु न भाइ। यो नभएको भ्रष्टाचारको दलदल नभएको ठाउँ कहाँ छ त अहिले नेपाल? यो गणतन्त्रको शासन भएदेखि नै त भ्रष्टाचारको दलदलमा छ नि त, कहाँ मात्रै छैन ल भन्नु त? नगरपालिकामा त जम्मा एउटा स्वच्छ नेता त अहिले स्वच्छ बालेन मात्र देखियो नि त। बालेनदेखि बाहेक त अरू देखिएन नि त। सुन्ता डङ्गोल पनि काम अब पार्टीकी भइन् नि उ त।
हिजोसम्म मलाई पनि पार्टीभित्र पनि राम्रा स्वाभाविक भएका मान्छेहरू छन् कि जस्तो लाग्थ्यो कि तर सुन्ता डङ्गल त अब अन्तिममा त गएर पार्टीकै रहेछन् क्या यी एमालेकै रहेछन् हुन त एमालेबाटै उपमेयर पनि खाकी हुन् तर एमालेभित्र पनि राम्रा व्यक्तिहरू छन् कि जस्तो लागेको थियो क्या मलाई महिलामध्ये तर अन्तिममा उहाँले पनि देखाउनु भयो आफ्नो रूप त्यस्तो हो जो एक्सनमा उभिएर काम गर्छ त्यसलाई स्टोन भनेको हो कि बालेन त स्ट्यान्डमा बसेर काम गर्ने मान्छे हो उहाँले भन्नुभयो होला स्टोनले देश चल्दैन स्टोनले देश चल्छ भन्नुभएको छ उहाँले चल्छै चल्दैन किन नचल्नु मजाले किन नचल्नु बोलेकै बोल्ने नबोलिकन काम गर्नेले चलिरहेछ त देश भन्छ त उखान टुक्काले मात्र चल्ला भने जस्तो गर्नुभयो त उहाँले त उखान टुक्काले चल्ने भए त अब किन केपी ओलीलाई फ्याँक्दैछन् त नेताहरूले किन केपी ओलीको यो अहिले उखान टुक्का किन चलेन त किन उहाँलाई मन पराएनन् त अहिलेका जनता किन यति धेरै फ्रस्ट्रेसनमा परे त उखान टुक्का गर्ने थियो भने र उहाँलाई मन पराउने थियो भने यस्तो दल अहिले किन हल्लिएको होला त यो गणतन्त्र दिपदिप हुनु न हल्लेको हो एकदम डराएका छन् अब सोसल मिडिया उहाँहरूले जतिसुकै मिडियाहरू आफ्नो कभरमा आफ्नो हातमा लिन खोजे तापनि प्रत्येकका हातमा छन् अहिले मोबाइल सोसल मिडियाबाट पनि उहाँहरू डराइसक्नु भएको छ अझै बाहिरतिरबाट पनि एकदम सपोर्ट छ अहिले राजालाई बाहिरको मिडियाले पनि धेरै सपोर्ट गरेको छ अहिले राजतन्त्रलाई राज संस्थालाई अहिले यो संयुक्त जनआन्दोलनलाई सपोर्ट गरेको छ भनेपछि राजा आउँछ देशमा राजा 100% आउनुहुन्छ 1 2 3 आउनुहुन्छ ल एकदम माता रानीको कृपा दुर्गा माताको कृपा हामी अहिले यहाँ हामी यो मन्दिरमा बसेका छौँ यो मन्दिरले पनि अब चाहिँ राजतन्त्र आउनुपर्छ है यो मन्दिरका देवी देवताले पनि पुकारेका छन् क्या अब चाहिँ काठमाडौँका देवी देवता जति छन् र हाम्रो यो भूमि छ नि नेपाली भूमिले पनि अब चाहिँ अत्याचार भयो अब चाहिँ आउनुपर्छ भन्ने सोचेका छन् राजा आएपछि देशमा विकास हुन्छ त यस्तो राजा आएपछि भ्रष्टाचारीहरू निस्किन्छन् भ्रष्टाचारीहरूले गरेका जति अचुक सम्पत्तिहरू छन् त्यसलाई हामीले राष्ट्रियकरण गर्नुपर्छ अनि त्यो राष्ट्रियकरण गरेका सम्पत्तिहरू चाहिँ विकासमा लगाउनुपर्छ हैन भ्रष्टाचारी त यी चाहिँ गणतन्त्रमा समाइरहेछ नि ए यस्तो होइन निक्लिहाल्छन् यस्तो ठुला माछाहरू त तर्साएको त्यो आर्जुलाई तर्साएको मोहन बस्नेतलाई चाहिँ पक्रेपछि आर्जु डराइन् नि त काङ्ग्रेसका नेता हुन् डराउनको लागि मात्रै हो देखाउट्यो पछि मिल्छन् यिनीहरू निकालिहाल्छन् नि सबै सेटिङमा समाए जस्तो कुनै के गरेर सेम समाइदे तर्साइदे अब अहिले काम पनि गरेको देखाउनु पर्यो अलिअलि जनतालाई भन्ने एउटा भ्रम छरेका हुन् क्या यिनीहरू भ्रम मात्रै हो अब भ्रम एयरपोर्टमा त्यत्रो चाहिँ भिजिट भिसामा सारा नेपाली जनता सोझा बेचेर गृहमन्त्रीसम्म कनेक्सन आयो भन्ने कुराहरू छ यो विषयमा किन कस्तो चित्त दुखेको यो त अस्तिको दिन मात्रै मैले 3-4 दिन त भयो नि है हेर्दा त छक्कै परियो के एउटा साधारण झोला बोकेको मान्छे बकैदा त्यहाँ जान्छ भिजिट भिसाको लाउँछ इमिग्रेसनले थपक्क छिराइदिन्छ है अनि रमेश लेखकलाई पैसा बुझाउँछ क्या यहाँ ल देश कहाँ पुग्यो ल हेर्नुहोस् त कहाँसम्म हाम्रा नेपाली दाजुभाइहरू बेचिएका रहेछन् त केही पनि नगर्नु नपर्ने सिधै अब एयरपोर्टमा जाऊ इमिग्रेसन सेटिङ गर बाहिर जाऊ इजी सजिलो अनि पैसा कुम्ल्याऊ पार्टीगत हिसाबले अब रमेश लेखकले कति थरीलाई बाँडे त रमेश लेखक मात्रै त होइन नला बाँड्ने त सचिवले त डाइरेक्ट भनिरहेछन् कनेक्सन नभए कसरी हुन्छ त बाँडीचुडी होला नि त तोर कतिसम्म पुग्छ प्रत्येक दिनमा असुलेको रकम हेर्नुहोस् न त्यहाँ कति दिनदेखि उठायो होला नि त यिनीहरूले रमेश लेखकको पालादेखि उठायो भने कति भयो उहाँ भएको गृहमन्त्री भएको कति भयो रमेश लेखक अनि ओलीले बालेनलाई सिंहदरबारमा खोजे बालेनलाई भेटेनन् त्यसपछि चाहिँ यो गणतन्त्र उबाट निकालिदिनु भनेर निर्देशन दिए यस्तो हो उहाँ त अब यस्तो हो बालेन चाहिँ निष्ठावान व्यक्तिमा गन्छु क्या म अब उसलाई एमालेको घेराबन्दी काङ्ग्रेसको घेराबन्दी भएर चाहिँ अब नगरपालिकालाई काम गर्न नदिने ठाउँमा गणतन्त्रको प्रोग्राममा जानुपर्ने जरुरी के छ त सही गरेका हुन् बालेनले कसरी सही भएन उहाँ पनि गणतन्त्र सुन्दर फुल होइन बालेन पनि होइन गणतन्त्र सुन्दर फुल गणतन्त्र राम्रो हुन्थ्यो भने किन चाहिँ बालेनलाई काम गर्न दिएन त आर्थिक गणतन्त्रले पनि चाहिने विकास त थियो नि त बालेनले कहाँ विकासका कामहरूमा चाहिँ नराम्रा कामहरू कहाँ गरे त बालेनले कहाँ रोकावट गरेको त विकासका कामहरूलाई कुन चाहिँ पार्टीलाई चाहिँ काम गर्न समस्या पारे त बालेनले ल हरेक ठाउँमा हरेक पालिकामा हरेक ठाउँमा वडामा त जितेका छन् नि त पार्टीका नेताहरूले किन चाहिँ समस्या बालेनले कहाँ पारे होला नि त ल भन्नु त बालेनले ओलीबालाई जवाब फर्काए
सरी ओली बा तिम्रो गणतन्त्र तिम्रो भ्रष्ट प्रणालीलाई सहयोग गर्न सक्दिन भनेर भन्नुभएको छ नि म भ्रष्टाचारीलाई तलाउँछु भन्दा सहयोग नगर्ने अनि गणतन्त्र उमाझमा आइदिनु पर्ने भन्नुभयो नि यो ठिक हो एकदम ठिक हो अब अन्तिम बालेनलाई म के पनि भन्न चाहन्छु भने गणतन्त्र ढाल्नुपर्छ अहिले हामीलाई बालेनजीको एकदमै सपोर्टको जरुरी छ बालेन भनेको अहिले जनताको यो काठमाडौँ र यो हाम्रो नेपाली जनताकै क्रेज हो बालेन युवामा विशेष युवामा र काम गर्न सक्ने व्यक्ति कसैको कुरा नसुन्ने निष्ठावान व्यक्तिको रूपमा बालेनलाई गन्छौँ है बालेनजी चाहिँ एकचोटि यो हाम्रो अभियानलाई सफल पार्नको लागि अग्रसर हुनुभयो भने यो अभियान एकदम अवश्य पनि सफल हुन्छ जस्तो लाग्छ मलाई हजुर तर उहाँ पनि राजावादी होइन भनेर त महाराजले चिठी पठाएर गरिदिनु भयो होइन त्यो यस्तो हो त्यतिखेर चाहिँ कस्तो भयो भने अलिकति मिसअन्डरस्ट्यान्डिङ होला जस्तो लाग्छ है मलाई त्यतिखेर चाहिँ बालेन त्यतिखेर थिएनन् होइन यस्तो छ हामीले पैसा रेडी गरेका छौँ तर हामीले त्यो रेडी गरेको पैसा अभियानका हाम्रा के भन्छ अभियानका नवराज सुवेदीको अफिसियलमा बुझाएको पनि थियौँ तर अहिले सरकारले जुन त्यो घटना भयो त्यतिखेर त्यहाँ हाम्रो घटनामा चाहिँ हाम्रो एकजना बहिनी चाहिँ परेकी थिइन् जो एकदम अभाव पनि थियो उहाँलाई र रगत एकदम बगिरहेको थियो हिजो अस्तिसम्म पनि त्यो नानीको खर्चमा चाहिँ युज गर्ने भन्ने सल्लाह पनि भएको थियो सायद गरे पनि होला नि कि तर हामी बुझाउँछौँ यदि राजाको नाममै राजाले गरेको आन्दोलन होइन यो संयुक्त जन आन्दोलन थियो जनसमितिले गरेको आन्दोलन अनुसारको पत्र आउँदा हामी बुझाउँछौँ बुझाउँछौँ हामी एकदम आनन्दले बुझाउँछौँ हामी उहाँलाई के छ त बालेनजीलाई सन्देश के छ भने अब हाम्रो युवा हो बालेनजी अहिलेको युवाको एकदमै आस्था एकदम बालेनजीप्रति चाहिँ हामीले एकदम ठुलो आशा गरेको नेता पनि हो बालेनजी स्वतन्त्रमा उठे पनि सुरुमा मैले धेरै सपोर्ट गरेको पनि हो बालेनजीलाई माइती मानेर होइन हामीले चाहिँ नयाँ जेनेरेसनले चाहिँ शासन गर्दा चाहिँ कस्तो हुँदो रहेछ त उहाँको भिजन पढेर हामीले सहयोग गरेको थियौँ के मैले विशेष सहयोग गरेको पनि थिएँ भिजन पढेरै त्यो सहयोगलाई चाहिँ उहाँले चाहिँ जति हामीले सपोर्ट गऱ्यौँ उहाँले कामले पनि एकदम कार्यान्वयन गराइदिएकोमा चाहिँ उहाँलाई विशेष धन्यवाद पनि दिन्छौँ र यो अभियानमा म हजुरको दिदी नै भन्छु बालेनजीलाई है जस्तो हजुरलाई सुरुमा चुनावमा आउँदाखेरिको पहिलो भेट हाम्रो यो गोकर्ण यो हाम्रो गौरीधाराको रेस्टुरेन्टमा भेट भएको थियो त्यतिखेर मै होला यो व्यक्तिलाई हामीले सपोर्ट गर्नुपर्छ भनेर अभियानमा सुरुचोटि आवाज उठाउने व्यक्ति हो म है त्यतिखेर आवाज उठाउँदाखेरि उहाँलाई हामीले सपोर्ट गरेका थियौँ आज विनम्र अनुरोध गर्दछु बालेनजीलाई हाम्रो अभियानलाई पनि यहाँले साथ दिनुहोला आइदिनु होला यो अभियानलाई 15 गतेको लागि चाहिँ हार्दिक 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 निवेदन टक्राउँदछु होइन उहाँलाई सहयोग गरेन उहाँलाई राम्रो काम गर्दा गर्दै गलत यारो निकाल्नुपर्ने अवस्था भयो भनेर चौतर्फी घेराबन्दीमा वडा अध्यक्ष 32 वडाको वडा अध्यक्ष एकापट्टि होइन उपमेयर एकापट्टि लागेर जेने एउटा अनुसन्धानमा भएको कार्यकारी अधिकृतभित्र हुले ढोका परेको त्यो भिडियो हेर्नुभयो तपाईँले के हुँदैछ त्यस कतातिर जानु छ यति दुःख लाग्यो त्यो हेर्दा है जबरजस्ती जोर जबरजस्ती हो होइन यही जोर जबरजस्ती अनुसार हामीले गणतन्त्र फाल्दियौँ भने के हुन्छ उहाँहरूकै जोर जबरजस्ती जस्तो जस्तो नीति नियम कानुन केही पनि भएन नि त अब मजासँगले एउटा के हुन्छ यो दादागिरी शैलीमा चाहिँ उहाँहरूले आएर तोडिदिएर फोडिदिएर सबै अब सबै वडाका नेता वडा अध्यक्षहरू त सबै एक एकवटा पार्टीका झोलेहरू त हुन् नि त त्यो पार्टीका झोलेहरूले गरेका कामहरू हुन् क्या यो दादागिरी हो क्या यो दादागिरी गर्दाखेरि चाहिँ उहाँहरूलाई कत्रो न शासन गऱ्यौँ हामीले हुकुम चलाउँ जस्तो लाग्छ होला एउटा नगरमा होइन त्यो गर्नु चाहिँ एकदमै बेठिक जस्तो लागेको थियो त्यतिखेर अब चाहिँ हामीले पनि यही तरिकाले चाहिँ गणतन्त्र फाल्यौँ भने के हुन्छ त यही तरिकाले प्रत्येक बालेनलाई जसरी यिनीहरूले काम गर्न असहज पारे त्यो दिनको कुरा गर्दैछु है मैले त्यो दिनको एउटा कुरा गर्दा नगर प्रहरीलाई चाहिँ छेकेर अनि त्यस पछाडि जोर जबरजस्ती गरेर के भन्छ त्यहाँको प्रशासकीय अधिकृतलाई उहाँहरूले भित्र हुल्नुभयो त्यही किसिमले हामीले राजालाई भित्र हुल्यौँ भने के गर्छन् त तरिका त त्यही हो हाम्रो एकचोटि सम्झाउँछौँ मानेनन् भने तरिका त हाम्रो त त्यही नै हुन्छ त्यही हुन्छ पक्का उहाँहरूले कस्तो जबरजस्ती गरेको हो त त्यस्तो बालेनलाई यिनीहरूले एकदम घेराबन्दी गरेका हुन् नि त अब बालेनलाई असाध्यै घेराबन्दी हरेक वडाबाट घेराबन्दी गरे क्या यिनीहरूले अनि अहिले बालेनलाई बिचारा हेर्दा चाहिँ एक्लै परे जस्तो देखिएको छ नि त सहयोग गर्ने राजनाथ पाण्डेलाई पनि बर्खास्त गरे होइन हुँदैछ निलम्बनमा पारे अरे भनेको सुन्दैछु होइन तर अब उहाँहरूको पनि अब लगभग अब उहाँहरू हाम्रै लाइनमा चाहिँ आउनै पर्छ
राजु पाण्डे लगायत बालेनजीहरू होइन यही आन्दोलनमा चाहिँ समर्थन गरेर आउनुभयो भने उहाँहरूलाई पनि काम गर्ने अलिकति माहौल पनि बढ्छ होइन यो अहिले अब राम्रो काम गर्नेलाई कसैलाई राम्रो हुँदैन भने पापको भैँटो फुट्न लागेको हो अब फुट्न लागेकै त हो नि यो अन्तिममा त फुटेकै हो नि फुट्न लागेको 15 गतेसम्म हो त्यही पनि 4 दिन 5 दिन त बाँकी कति दिन अझै 8 भनेपछि 12 13 14 15 भनेपछि अझै कति दिन छ 8 लगभग 6 दिन छ 6 दिन छ सोचौँ राति गरेर अब दिउँसो उहाँहरूको माइन्ड एकदम डिस्टर्ब हुन्छ राति सबैजना नेताहरू बस्नु होला शीर्ष नेताहरू गरेर चाहिँ सरसल्लाह गरेर अब गाह्रै छ अब जनताहरूले चाहे जसरी राजाले चाहिँ जनताहरूले चाहँदाखेरि मजासँगले आनन्दले आफ्नो गद्दी हस्तान्तरण गरेर ल तिमीहरू नै गरी खाऊ न त ल गर भनेर उहाँहरूले शासन पद्धति राजाले चाहिँ उहाँहरूलाई सुम्पिनु भयो त्यही नै हिसाबले त्यही नै धर्मको हिसाब भनौँ या आफ्नो उनीहरूकै लागि राम्रोको लागि भनौँ होइन त्यो हिसाबले चाहिँ राजालाई शासन दिनु भने चाहिँ उहाँहरूको पनि राम्रै हुन्छ बालेन विरोधीहरूलाई के सन्देश बालेन विरोधीहरूलाई चाहिँ के सन्देश छ भने बालेन एक्लै पनि छैनन् होइन बालेनको लागि यो काठमाडौँका धेरै जनताहरू छन् बालेनको पक्षमा उहाँहरू उत्रिनु भयो भने एकदम उहाँहरूलाई पनि धेरै गाह्रो पर्छ बालेनका विरोधीहरूलाई गाह्रो पर्छ भन्न चाहन्छु हजुर अब राजतन्त्र विरोधी राष्ट्रवादी विरोधीहरूलाई चाहिँ अब नरम तरिकाले सोचौँ हिजो पञ्चायती व्यवस्था पनि हेर्नुभयो यहाँले गणतन्त्र सम्म अहिले आइपुग्दाखेरि देश कहाँदेखि कहाँ पुग्यो देशको ऋणभार कहाँदेखि कहाँ पुग्यो हाम्रा छोराछोरीहरू कहाँ छन् अहिले किन विदेश पलायन भएका छन् किन विदेश पलायन भए त महेन्द्रका पालामा बनेका यहाँका हाम्रा कल कारखाना कहाँ गए त हिजो कल कारखाना हुँदाखेरि हाम्रा दाजुभाइहरू सबै प्रत्येक यी नेपालमै बस्थे यी खेतीपाती किसान गर्थे बस्थे आनन्दले हामी अर्ग्यानिक खाना पाउँथ्यौँ आज छैनन् कोही पनि छैनन् यसको चाहिँ मूल विदेश पलायन हुन चाहिँ मूल नै मैले यसो सोच्दा अहिले माओवादीबाटै सोच्छु क्या माओवादी नआउन्जेल चाहिँ विदेश पलायन त्यति धेरै थिएन अब अहिले माओवादी द्वन्द्वकालमा जब आयो त्यसदेखि चाहिँ जनताहरू अलिकति गाउँबाट सहरतिर आए हेलिकप्टरबाट भाग्ने पनि अवसर दिँदैन उहाँहरूलाई भन्न चाहन्छु चौतर्फी जनताहरू उहाँहरूको घर घरमा जान्छन् लाठी मुङ्ग्रो लिएर भनेको मानेनन् भने अब पनि यो राजाको शासन पद्धति चाहिँ दिएनन् भने लाठी मुङ्ग्रो लिएर जहाँ जहाँ उहाँहरू छन् कुन ठाउँ बस्छन् उनीहरूको बालुवाटार त्यसपछि उहाँको पर्सनल ठाउँ कहाँ कहाँ बस्छन् ती समात्छन् जनताहरूले अब सिंहदरबार बालकोट अनि त्यसपछि बुढा नीलकण्ठ अनि त्यसपछि कुमलटार 4 ठाउँै पुग्छन् जनताहरू पुरै यो रिङ रोड घेरेर बसेका हुन्छन् जनताहरू त्यतिखेर च्यापे पार्छन् तिनकुनेको जस्तै गरेर चाहिँ घुटपाइस गरे भने अनि त्यतिखेर सिद्ध्याउँछौँ हामी तिनीहरूलाई त्यतिखेर तिनीहरूलाई सिद्ध्याउँछौँ हामीले हाम्रा कार्यकर्तालाई त्यस्तो ट्रेनिङ दिएको छौँ हामीले घुटपैठ को गर्छ तिनीहरूलाई च्यापे पार्ने ती सिद्ध्याउने ती पक्रेर तिनीहरूलाई हात खुट्टा बाँधेर प्रहरीलाई जिम्मा लगाइदिने प्रहरी पनि हाम्रो हुनुपर्छ अब प्रहरी दाजुभाइहरूलाई पनि म के भन्न चाहन्छु भने प्रहरी पनि नेपालको प्रहरी हौँ यो अहिले गणतन्त्रको प्रहरी प्लिज त्यो दिन नहुनुहोस् यही नै आग्रह गर्न चाहन्छु होइन तपाईँले सिसिक्क दायाँ बायाँ गर्यो भने राज्यलाई कमजोर नसोच्नु भनेर गृहमन्त्रीले भनिसक्नु भएको छ गृहमन्त्री नै अहिले कसको चाहिँ सुन गृहमन्त्री नै गणतन्त्रको हो नि त नेपालको गृहमन्त्री भएको भए त उहाँलाई हामी रेस्पेक्ट गर्थ्यौँ गृहमन्त्री नै गणतन्त्रको र यो भ्रष्टाचारीहरूको गृहमन्त्री भइदियो क्या होइन उहाँले जनताको गृहमन्त्री भन्नुभएको छ उहाँले होइन जनताको गृहमन्त्री भएको भए यत्रो भ्रष्टाचार गरुन्जेल सच्चा मान्छे जेलभित्र छन् निकाल्नु पर्दैन उनले गलत मान्छे सच्चा मान्छे कति छन् नि जेलमा एकचोटि मिडियाले जेलभित्र गएर हेरोस् के सही व्यक्ति कति परेका छन् गलत व्यक्ति बाहिर खुल्ला गरेर हिँडेका छन् सही व्यक्ति रवि पनि सही नै थियो होला नि त तर रविको पार्टीलाई पनि म के भन्न चाहन्छु भने हामी सधैँ रविको पक्षधारमा थियौँ तर रविको पक्षधारमा हुँदा हिजो संयुक्त जनआन्दोलन समितिले चाहिँ पत्र पठाउँदा ल तपाईँहरू आउनुहोस् हाम्रो यो आन्दोलनमा सहकार्य गरौँ भन्दाखेरि उहाँले मान्नु भएन उहाँको अहिलेको कार्यवाहक अध्यक्षले यो उहाँको तरिका हामीलाई मनै परेन मलाई चाहिँ होइन किन उनीहरूको अध्यक्ष निकाल्नु पर्दैन रवि लामिछानेलाई न्याय दिनु पर्दैन न्याय दिनुपर्छ त हामीले बारम्बार रवि लामिछानेको लागि आवाज सांसदसम्म उठाएको छौँ हामीले सांसदसँग उठाउँदा उहाँहरूले रवि लामिछानेलाई निकाल्ने रणनीति भएका मान्छे व्यक्तित्वलाई साथ दिने हो कि गणतन्त्रलाई साथ दिने हो थुन्ने गणतन्त्रलाई गनाउने होइन उनीहरूको भाषा त गणतन्त्र भयो नि गनाउने तन्त्र भनौँ या अब के भनौँ यसलाई
अनि उहाँहरूले रवि लामिछाने जतिका व्यक्तित्व ल रवि लामिछाने एकदम सही भनेर पनि हामीले यो के कारणले भन्छौँ भने उहाँ सँगसँगै सेम केसमा बाहिर खुल्लमखुल्ला हिँडेका छन्। रवि लामिछानेलाई भित्र पसाइएको छ अनि जीवी राईलाई खोज्न नसक्ने कस्तो गणतन्त्र हो यो? भनेपछि तपाईँहरू 15 गते अन्तिम धक्का दिनुहुन्छ? अन्तिम धक्का 15 गते भनेको एकदम अन्तिम धक्का। यसमा 77 जिल्लाका जनताहरू आउँछन्। हाम्रो नेतृत्व चाहिँ हामी विशेष महिलालाई प्रायोरिटीमा राखेर हामी महिलालाई बढी हेर्छौँ। महिलाले हेर्छ। 77 जिल्लाका महिलाहरू चाहिँ आनन्दसँगले छाता बोकेर आउनको लागि अनुरोध पनि गर्छौँ। हामी शान्तपूर्ण गर्छौँ सुरुमा, किनकि हामी महाकाली, महालक्ष्मी, महासरस्वतीको स्वरूप भएको हामी महिलाहरू हौँ। आनन्द मुखले सम्झाउँछौँ, आनन्दले सुरुमा त्यही नीति अपनाउँछ हाम्रो हिन्दू राष्ट्रियले पनि, हिन्दू धर्मले पनि आनन्दसँगले अहिलेसम्म हामी मागिरहेछौँ नि त। तिमीहरूले सकेनौ देश चलाउन, हामी ऋणमा पऱ्यौँ, हाम्रा सन्नतिहरूलाई समस्या पऱ्यो। अब कतिन्जेलसम्म हामी बाहिर रेमिटेन्सको मात्रै भर गर्ने। अब हाम्रा छोराहरूले यहीँ पढुन्, यहीँ रोजगारी सिर्जना गरौँ। हिजो महेन्द्रका पालाका कल कारखाना फेरि पनि खोलौँ। हिजोका गरेका गल्तीलाई स्वीकार गर तिमीहरू। अब चाहिँ सकिनौँ भनेर लम्पसार पर न। गणतन्त्रवादीहरू, ठुल्ठुला टाउकेहरू अब भयो, खायो, अगायो, सबै चिज भोग गऱ्यौ तिमीहरूले। अब सकेनौ भनेर लम्पसार हौ। हामी त्यति भन्यौँ भने उहाँहरूलाई चाहिँ हामी एकदम हाम्रो यो संयुक्त जनआन्दोलन प्लस राष्ट्रिय प्रजातन्त्र पार्टी राजा सहित आनन्दले उहाँहरूलाई चाहिँ नेपालमा बस्ने वातावरण सिर्जना दिन्छौँ। होइन भने चाहिँ अहिले पनि ढुङ्गा मोडा गरौँला, अहिले पनि यो 15 गतेको आन्दोलन भड्काउँला, यिनीहरूलाई तर्साउँला, 12 गते अगाडि चाहिँ सम्पूर्णलाई पक्रेर चाहिँ यिनीहरूलाई ठाउँमा ठेगान लगाउँला भन्ने नसोचे हुन्छ। हामीले भित्रको रणनीति अलग्गै अप्नाएको छ। जय राष्ट्रवाद। नमस्ते हजुर। नमस्ते हजुर। नमस्ते। अस्ट्रेलिया छोडेर रातारात नेपाल किन आउनुभएको? म यो 15 गतेको आन्दोलन सक्सेस गर्नु लागेको हो होइन। खास होइन, यो 19 गते राजालाई जसरी पनि सिरिपेस लगाउनु छ। अनि प्लस हामी सबै, मेरो फ्यामिली जति सबैजना राजावादी हो होइन। त्यही राजाको लागि हामी आएको हो खास होइन। त्यति हो। मलाई गाइजहरूलाई मैले जहिले पनि भन्थेँ सरप्राइज दिन्छु भनेर। तर आजको सरप्राइज चाहिँ यही हो। अब 15 गते देख्नु हुँदैछ साँढे सरप्राइज। हजुर, देश विदेशमा मेयरको चर्चा छ, बालेन शाहको, तपाईँले कसरी लिनुभएको छ? मैले बालेन शाहलाई एकदम रेस्पेक्ट गर्छु। यो यहाँ आउँदाखेरि नेपाल यति साह्रो परिवर्तन भएछ 4-5 वर्षमा। ओ माई गड, यति सफा होइन। अझै पनि 2-4 वर्ष बालेन शाहलाई हामीले सपोर्ट गऱ्यौँ भने धेरै राम्रो हुन्छ। बालेन जस्तो मान्छे चाहिँ 2-4 जना आउनुपर्छ।